ल सबैजनालाई नमस्कार। म चाहिँ कक्षा 9लाई एउटा भिडियो सामग्री लिएर उपस्थित भइसकेको छु। भिडियो चाहिँ कहाँबाट छ भन्दाखेरि क्षेत्रफल र आयतनबाट छ र समस्या यस प्रकार रहेको छ। यहाँ हामीले देखिरहेका छौँ एउटा प्रिज्म दिएको छ, जुन प्रिज्मको चाहिँ के भनेको छ त समस्या भन्दाखेरि दिएको प्रिज्मको क्रस सेक्सनको क्षेत्रफल, पार्श्ववर्ती सतहको क्षेत्रफल, पुरा सतहको क्षेत्रफल र आयतन पत्ता लगाउनुहोस् भनेर दिएको छ। र यसलाई मैले एकदमै छोटो भिडियो बनाउनु छ, तसर्थ म समाधानतिर लाग्छु। लामो भिडियो हुँदाखेरि अलिकति ज्याउ हुन्छ होला। समाधान हामी यहाँ दिएको कुरा लेख्छौँ। सबैभन्दा पहिला हामीले दिएको कुरा लेख्छौँ। यहाँ दिएको छ के दियो त भन्दाखेरि यो प्रिज्मको उचाइ दिएको छ 12 सेन्टिमिटर, तसर्थ प्रिज्मको उचाइलाई हामी एच भन्छौँ। एच मात्रै लेख्दा पनि हुन्छ, 12 सेन्टिमिटर जुन चाहिँ प्रिज्मको उचाइ हो भनेर बुझ्नु पर्यो। र हाम्रो यहाँनिर यो प्रिज्मको आधार दिएको छ। आधार चाहिँ त्रिभुजाकार आधार छ, त्रिभुज आधार छ। तसर्थ हामीले क्रस सेक्सनको क्षेत्रफल भन्ने बित्तिकै के सम्झिनुपर्छ त भन्दा आधारको क्षेत्रफल र क्रस सेक्सनको क्षेत्रफल बराबरै हुन्छ। तसर्थ यो आधारको क्षेत्रफल सुरुमा निकाल्नुपर्ने हुन्छ। तसर्थ यो त्रिभुज कस्तो खालको त्रिभुज हो भन्दाखेरि यो समकोणी र स्केलेन भनेको चाहिँ कुनै पनि भुजाहरू बराबर नभएको, जसलाई विषमबाहु त्रिभुज भनिन्छ। विषमबाहु त्रिभुजको क्षेत्रफल निकाल्नुपर्ने हुन्छ। त्यो नै आधारको क्षेत्रफल हुन्छ र आधारको क्षेत्रफल भनेकै के हो त क्रस सेक्सनको क्षेत्रफल हो। र यो त्रिभुजमा हामीले त्रिभुज एबिसीमा चाहिँ हामीले एउटा भुजा दिएको छैन, त्यो एउटा भुजा निकाल्नुपर्ने हुन्छ है त। यो प्रिज्मको उचाइ भनेर लेखिँदा चाहिँ बुझिन्छ होला। ल एबिसी त्रिभुजमा चाहिँ के छ त भन्दा यो एसी भुजा दिएको छैन र यो समकोणी भएकोले यो हामीले अर्को भुजा निकाल्नको लागि के सूत्र प्रयोग गर्छौँ त भन्दा पाइथागोरस थ्योरी प्रयोग गर्न सकिन्छ। पाइथागोरस थ्योरी अनुसार हाम्रो एसी भनेको चाहिँ यो 90 डिग्रीको विपरीत भुजा भएकोले एसी चाहिँ के हुन्छ, कर्ण हुन्छ। तसर्थ कर्ण बराबरी कर्णको स्क्वायर बराबरी एबी स्क्वायर अथवा आधार स्क्वायर लम्ब स्क्वायर गर्न सक्छौँ हामीले। तसर्थ के गर्ने भयौँ त भन्दा एसी निकाल्नको लागि एसी स्क्वायर पाइथागोरस थ्योरीबाट एसी स्क्वायर इज इक्वल टु बिसी स्क्वायर प्लस एबी स्क्वायर गर्न सकिने भयो। यो पाइथागोरस थ्योरी अनुसार भनेर पाइथागोरस सिद्धान्त अनुसार भनेर लेखौँ। ल अब एसी निकाल्दैछौँ। बिसीको मान हामीसँग कति दिएको छ चित्रबाट डाइरेक्ट लेखौँ। बिसीको मान 4 प्लस 4 को स्क्वायर हुने भयो। त्यस्तै गरी एबीको मान 3 सिएम देखिरहेका छौँ। यो 4 चौको 16 प्लस 3 तिया 9 गरेर यो 25 भयो, 25 सी स्क्वायर। अब एसी निकाल्नको लागि यो 5 को वर्ग हो, वर्ग सङ्ख्या हो। तसर्थ एसी बराबरी 5 सेन्टिमिटरमा दिएकोले 5 सेन्टिमिटर लेख्छौँ। 5 सेन्टिमिटर एसी आइसकेको छ। अब हामीले निकाल्नुपर्ने के हो त भन्दा पार्श्ववर्ती क्रस सेक्सनको क्षेत्रफल हो। क्रस सेक्सनको क्षेत्रफल, क्रस सेक्सनको क्षेत्रफल बराबरी आधारको क्षेत्रफल। आधारको क्षेत्रफललाई हामीले ए मान्यौँ। आधार के छ, त्रिभुजाकार आधार बराबरी वाट निकाल्नुपर्ने हो। यसको सूत्र हुन जान्छ के हुन्छ त भन्दा त्रिभुजको सूत्र लाग्ने भयो। यहाँ त्रिभुज विषमबाहु त्रिभुजको सूत्र लाग्छ। त्यस्तै गरी पार्श्ववर्ती भनेको छ। यहाँ पार्श्ववर्ती सतहको क्षेत्रफल हामीले लेटरल सर्फेस एरिया, पार्श्ववर्ती सतहको क्षेत्रफल लेटरल सर्फेस एरिया भनेको आधारको परिमिति इन्टु उचाइ। आधारको परिमिति हो पी भनेको के हो, आधारको परिमिति। ए भनेको आधारको क्षेत्रफल भनेर बुझ्नु पर्यो। त्यस्तै गरी पुरा सतहको क्षेत्रफल, पुरा सतहको क्षेत्रफल हामीले टोटल सर्फेस एरिया भन्छौँ।
यो टोटल सर्फेस एरिया भनेको चित्रमा हेरौँ आधारको क्षेत्रफल बराबरी प्लस आधारको क्षेत्रफल प्लस लेटेरल सर्फेस एरिया प्लस पार्श्ववर्ती सतहको क्षेत्रफल गरेपछि हाम्रो पुरा सतहको क्षेत्रफल आउँछ। तसर्थ 2a प्लस पार्श्ववर्ती भनेको LSA यो हुन जान्छ सूत्र। अब म सूत्रै लेख्न थालेछु। बराबरी वाट यो निकाल्नु पर्ने हो, बराबरी यो वाट यो निकाल्नु पर्ने हो। र यसको सूत्र भनेको के थियो त के हुन्छ त भन्दाखेरि क्रस सेक्सन भनेको आधारको क्षेत्रफल त्रिभुजाकार विषमबाहु त्रिभुज छ, त्यसैले विषमबाहु त्रिभुजको क्षेत्रफलको सूत्र लाउनु पर्यो। S माइनस SA S माइनस B S माइनस C ABC भनेको भुजाको लम्बाइ भइहाल्यो, त्रिभुजको भुजाको लम्बाइ भइहाल्यो। त्यस्तै गरी आयतन पनि निकाल्नु भनेको छ। आयतन V इजिकल टु वाट, V को सूत्र के हो त भन्दाखेरि क्षेत्रफल आधारको क्षेत्रफल इन्टु उचाइ हुन्छ। तसर्थ यो पनि निकाल्नु पर्ने छ। अब हामीले के थाहा पाउनु पर्यो त भन्दा सूत्र अनुसार हामीले S पनि निकाल्नु पर्यो। S हाम्रो कहीँ दिएको छैन, माथि प्रश्नमा पनि दिएको छैन, तसर्थ S निकाल्नु पर्यो। A निकाल्नु पर्यो। A भनेको के हो त भन्दाखेरि यही त्रिभुजको एउटा भुजाको लम्बाइ हो A। अर्को B भनेको त्यही त्रिभुजको अथवा त्यही आधारको क्षेत्रफल भन्ने बित्तिकै आधार त्रिभुजाकार भएकोले त्यही त्रिभुजको एउटा भुजा हो B, अर्को भुजा हो C। त्योबाट हामीले ABC थाहा पाइहाल्छौँ र S निकाल्नु पर्नेछ। अब हामीले S निकालौँ। सुरुमा सबैभन्दा पहिला हामीले S निकालौँ। हामीलाई थाहा छ, लेखौँ। हामीलाई थाहा छ, हामीलाई के थाहा छ भन्दा S निकाल्ने कुरा थाहा छ। हेलो, S निकाल्ने सूत्र यो भयो 5। S भनेको कति छ त भन्दा त्रिभुजमा जाउँ। यो 5 आएको छ, यहाँ आइसकेको छ AC 5 भनेर, त्यसलाई A मान्यौँ। A भनेको 5। अर्को भुजा कति छ त भन्दा अर्को भुजा 4 छ, त्यसलाई 4 मानौँ। अर्को 3 छ C। यसरी S निकाल्छौँ हामीले। यो भनेको कति भयो त भन्दाखेरि 8 5 3 8 8 4 12 12 को मुनि 2 भनेको 12 भागको 2 भनेको 6। S भनेको 6 सेन्टिमिटर आइसक्यो। S निकाल्नु थियो हामीले, 6 आयो। अब हाम्रो परिमिति निकाल्नु छ। P चाहिन्छ हामीलाई, H चाहिन्छ। H दिएकै छ, हाम्रो प्रश्नमा दिएकै छ, तर P दिएको छैन। अब P निकालौँ। P निकाल्ने हाम्रो सूत्र के हो त भन्दा P भनेको परिमिति हो। कसको परिमिति हो? आधारको परिमिति है P भनेको। आधारको परिमिति हो। आधारको परिमिति निकाल्ने सूत्र भनेको अब आधार के छ त भन्दा त्रिभुज छ, त्रिभुजको परिमिति निकालौँ। त्रिभुजको परिमिति भनेको यहाँनिर हेरौँ, त्रिभुज यो प्लस यो गरेर तीनैवटा साइड जोडेपछि परिमिति आइहाल्छ। यसको मतलब 5 + 4 + 3 गर्नु पर्यो। गर्दा यो कति भयो त भन्दाखेरि 12। परिमिति 12 आयो। सेमी परिमिति S यो आयो। त्यस्तै गरी अब के बाँकी छ त भन्दाखेरि अब LSA H दिएकै छ A। अब हामी सूत्र अनुसार अगाडि बढ्न सक्छौँ। निकाल्नु पर्ने सबै भइसक्यो। र त्रिभुज ABC मा हामीले एउटा भुजालाई A मानौँ, A लाई 5 मानिदिए। त्यस्तै गरी अर्कोलाई BC लाई B मानौँ भने 4 सेन्टिमिटर हुन जान्छ। C भनेको 3 सेन्टिमिटर हुन जान्छ। अब सूत्र अनुसार हाम्रो क्रस सेक्सनको क्षेत्रफल निकालौँ। अब क्रस सेक्सनको क्षेत्रफल कहाँ हट्छ? यहाँ हट्छ। क्रस सेक्सनको क्षेत्रफल भनेको एरिया भनेको के हो त सूत्र भन्दा S गुना S माइनस A S माइनस B गुना S माइनस C यो सूत्र हो। के को सूत्र हो? विषमबाहु त्रिभुजको सूत्र। S कति आएको छ भन्दाखेरि 6 आएको छ। के अरे S 6 आएको छ। S 6 माइनस S 6 माइनस A भनेको 5 छ, माथि छ 5, माथि छ 5।
6 माइनस 4 र s भनेको 6 माइनस c भनेको 3। अब यो कति हुन जान्छ त भन्दाखेरि 6 इन्टु 6 माइनस 5 भनेको 1, 6 माइनस 4 भनेको 2, 6 माइनस 3 3। यो कति आयो त भन्दा 3 दुना 6, 6 एकान्छ 6 छका 36 हुन जान्छ। यो 36 भनेको 6 को वर्ग हो, त्यसर्थ 6 को वर्गको स्क्वायर चाहिँ ए एरिया आयो। एरिया ए भनेको के हो, क्रस सेक्सनको क्षेत्रफल आयो, भनेको आधारको क्षेत्रफल आयो। त्यस्तै गरी अब हामीले निकाल्नुपर्ने के छ त भन्दाखेरि पार्श्ववर्ती सतहको क्षेत्रफल निकाल्नु छ। पार्श्ववर्ती सतहको क्षेत्रफल भनेको एलएससी। अब एलएससी निकालौँ। अब एलएससी निकाल्नको लागि हाम्रो सूत्र के हो त भन्दाखेरि परिमिति इन्टु उचाइ यही लेखेको छ हामीले सूत्र। परिमिति इन्टु उचाइ हो। परिमिति हामीले निकालिसकेको छ। परिमिति पी 12 इन्टु एच भनेको हाम्रो दिएकै छ 12 सेन्टिमिटर यो दिएको छ। त्यसर्थ 12 एच हुन आयो बराबरी 12 12 144 सिएम स्क्वायर। अब हाम्रो पुरा सतहको क्षेत्रफल निकाल्नु छ। टिएससी निकालौँ। टिएससी बराबरी पुरा सतहको क्षेत्रफल भनेको आधारको क्षेत्रफल, दुईवटा आधारको क्षेत्रफल प्लस पार्श्ववर्ती सतहको क्षेत्रफल एलएससी। यो टोटल सर्फेस एरिया निकाल्ने सूत्र 2 प्लस एलएससी हो। अब 2 इन्टु ए भनेको कति आएको छ भन्दाखेरि ए भनेको कहाँनिर निस्केको छ भन्दा यहाँ निस्केको छ। ए भनेको 6, तसर्थ ए को ठाउँमा 6 प्लस एलएससी हाम्रो यहीँ आएको छ। एलएससी 144 सिएम स्क्वायर लास्टमा लेखिने हुन्छ। 6 दुना 12 भयो 144। यो जोड्दाखेरि कति हुन्छ त भन्दा 6 4 1 जोड्दा 5 1 जस्ताको जस्तै सिएम स्क्वायर। यो चाहिँ टोटल सर्फेस एरिया हुन आउँछ। त्यस्तै गरी अब अर्को हामीले निकाल्नुपर्ने के छ त भन्दा आयतन निकाल्नुपर्ने छ। आयतन भनेको भोल्युम भी निकाल्ने सूत्र एरिया इन्टु उचाइ हो। त्यसकारण एरिया इन्टु उचाइ सूत्र लगाउँ। अब पनि लेखौँ। सूत्र लाउँदाखेरि एरिया इन्टु उचाइ एरिया कति आएको छ त भन्दाखेरि 6 आएको छ। एरिया 6 लेखौँ इन्टु उचाइ भनेको 12 दिएको छ। 12 छक्का 72 सिएम क्युब हुन जान्छ यसको एन्सर। यति नै, यसरी हामीले यसको समाधान गर्न सक्यौँ। भाइ बहिनीहरूले बुझ्नुभयो होला। धन्यवाद।